सेतो धरती उपन्यास। सेतो धरती अमन न्युपानेले लेखेको एक मार्मिक नेपाली उपन्यास हो। विक्रम सम्वत 2068 सालको यो उपन्यासले बाल विधवा ताराको हृदय विदारक कथा भन्छ र नेपाली समाजका कुरीतिको पीडा चित्रण गर्नका लागि यसले मदन पुरस्कार सहित कैयौं पुरस्कार जितेको छ। उपन्यासको सार: 7 वर्षकी बालिका ताराको विवाह हुन्छ। 9 वर्षको उमेरमा नै विधवा भएपछि उनले रूढिगत समाजको बन्देजमा सेतो वस्त्र लाएर आजीवन एक्लोपनको जीवन बिताउन बाध्य हुन्छन्। जुन पीडा कहानी उनले 78 वर्षको उमेरमा आएर सुनाएकी छिन्, यो नारीको व्यथाको मात्र होइन, आफ्नो अस्तित्वको खोजीको कथा पनि हो। मुख्य पात्रको यात्रा र विडम्बना। कथा सुरुवात: 7 वर्षकी गाउँली केटी ताराको विवाह अभिभावकद्वारा हुन्छ। उनी विवाहको अर्थ नबुझिकन विवाहित हुन्छन्, तर 9 वर्षको उमेरमै उनका पति, जो पढ्न बनारस गएका थिए, को मृत्यु हुन्छ र उनी बाल विधवा बन्छन्। विधवाको जीवनको सुरुवात: उनी सेतो वस्त्र लाउन र गहनाहरू छोड्न बाध्य हुँदा बाल्यकालको चहल पहल र रङ्गी बिरङ्गी पहिरनको संसार सदाको लागि समाप्त हुन्छ। छिमेकको साथी राधाको भन्दा फरक भाग्य देखेर उनी भित्रैबाट जल्न थाल्छिन्। उनी आफूसँग हुने डरलाग्दा विचारहरू, जस्तै अन्य पुरुषसँग सम्बन्ध राख्ने कल्पना मार्फत पनि आफूसँगको सङ्घर्ष सुनाउँछिन्, तर कहिल्यै कार्यान्वयन गरिनन्। यो कल्पनाशील सङ्घर्ष नै यस कथाको सबैभन्दा शक्तिशाली पक्ष हो। यस उपन्यासको मूल विषयवस्तु र समाजको दर्पण: पितृसत्ता र लैङ्गिक असमानता। यस उपन्यासले बालविवाह, विधवा प्रथा र अनामेल विवाह जस्ता रूढिगत परम्पराका कारण महिलाको बाल्यकाल कसरी सकिन्छ र उनीहरूले पीडा मात्र होइन, असमानता र अमानवीय सामाजिक बोझ बोक्नुपर्छ भन्ने दर्शाउँछ। लेखकले धर्म र संस्कृतिको छत्रछायाँलाई औला उठाएका छन्। एक्लोपन: ताराको सङ्घर्ष भनेको जीवनको लागि मात्र होइन, सामाजिक अस्तित्वको लागि हो। प्रकृतिले उसको जीवन उजाड देख्दा पनि आफू लजाइरहेको हेर्नुपर्ने दृश्यले पीडा अझै मिठो हुन पुग्छ। आत्मनियन्त्रण बनाम विद्रोह: यस पुस्तकले ताराको साथी राधाको पात्रमा उल्लेखनीय कडी सानो बनाउँछ। राधा भनेको ताराको विपरीत पात्रको रूपमा आउँछिन्। उनी समाजलाई आटेर गर्छिन् र आफ्नै निर्णय लिई भाग्यसँगै लड्छिन्, तर तारा भने आज्ञाकारी भएर बसे पनि मानसिक शान्ति पाउँदैनन्। यसरी हेर्दा यो उपन्यास केवल कथा मात्र होइन, यो एउटा यस्तो यात्रा हो जसले समाजको कलेजी मुटुको एउटा कोजल प्रस्तुत गर्दछ।